नमस्कार आदरणीय दर्शक मित्रहरू, यहाँहरूलाई फेरि पनि हामीहरूको युट्युब च्यानलमा स्वागत छ। र आज हजुरहरू समक्ष तुलसीको दल राख्ने दिन अथवा जुन एकादशीलाई निर्जला एकादशी भनिन्छ, निर्जला एकादशीको दिनमा तुलसीको बिउ कसरी छर्ने, कुन कुन कुराहरूमा हामीले सतर्क रहनु पर्दछ, तुलसीका बेर्नाहरू हामीहरूले किनेर रोप्दा राम्रो हुन्छ कि अरू कसैको मठमा छर लगाएर रोप्दा राम्रो हुन्छ कि नर्सरीबाट ल्याएर रोप्दा राम्रो हुन्छ कि अथवा हामीले घरमा नै आफै तुलसीका बिरुवाहरू उमारेर रोप्दाखेरि राम्रो हुन्छ, यो सम्पूर्ण जानकारी हजुरहरूलाई लिएर म ज्योतिष गुरु मेघनाथ रेग्मी उपस्थित भइसकेको छु। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिन नभुलिदिनुहोला। मिति 2083 साल असारको 11 गते निर्जला एकादशी व्रत रहेका छन्। निर्जला एकादशी व्रतको दिनमा तुलसीको बीज अथवा तुलसी बिउलाई छर्नु पर्दछ। कुन विधि अनुसार छर्ने, कति बेलाको समयमा छर्नु पर्दछ भन्दाखेरि 11 गतेको दिनमा बिहीबार अत्यन्त धेरै राम्रो किसिमको दिन रहेको छ। यो दिनमा हामीहरूले निर्जला एकादशीको दिनमा हजुरहरू उठेर स्नान आदि कर्म गरिसके पश्चात शुद्ध चोखनिष्ठ भएर तुलसीको बीज छर्नु पर्दछ। यदि हजुरहरू अलिकति धार्मिक क्षेत्रमा हजुर अत्यन्त धेरै आस्थावान व्यक्तित्वहरू हुनुहुन्छ भने हजुरले शास्त्रले बताएका नियम अनुसार कर्म गर्नुपर्ने हुन्छ। यदि हजुरलाई धर्म कर्ममा त्यति धेरै इच्छा लाग्दैन भने त हजुरले जे जसो गरे पनि हुन्छ, तर धार्मिक क्षेत्रमा हजुरलाई अलिकति पनि चासो इच्छा लागेको छ, मैले एकादशीको व्रत बसेर जुन पूजा अर्चना दीपदानहरू गर्दछु, मैले सही किसिमका तुलसीको नै पूजा गर्नुपर्दछ भन्ने हजुरलाई धार्मिक विश्वास छ भने हजुरले यी नियमहरू चाहिँ पालना गर्न सक्नुहुन्छ। सर्वप्रथम हजुरले पहिलो नम्बरमा के गर्नु पर्यो, स्नान आदि कर्म गरिसके पश्चात तुलसीको मठमा नै तुलसी छर्नु पर्दछ। बाहिर हजुरले नर्सरीमा छर्नु हुँदैन, किनेर ल्याएका बिरुवाहरू पनि हजुरले घरमा तुलसी लगाउनु हुँदैन। ठ्याक्क 1 महिना पछाडि जब हजुरको असाढ शुक्ल पक्षमा असारको 9 गते शनिबारको दिनमा एकादशी रोप्ने दिन आउँदछन्, तिनी एकादशी रोप्ने दिनको लागि हजुरले अब यो 11 गते तुलसी छर्ने हो। त्यसको लागि हजुरले तुलसीको मठ बाहेक अन्यत्र कहीँ पनि तुलसीका बिरुवाहरू छन् ल्याएर रोप्नु हुँदैन, छर्न पनि अन्यत्र हुँदैन। कतैले नर्सरीमा तुलसीका बिरुवाहरू छर्ने गर्नुहुन्छ, उमार्ने गर्नुहुन्छ, त्यो कदापि राम्रो होइन। त्यसै गरी नर्सरी भन्दा अन्यत्र यदि हजुरले तुलसीको मठ भन्दा बाहिर पनि कहिल्यै पनि तुलसी दल राख्नु हुँदैन। तुलसी दल राख्नको लागि सही ठाउँ तुलसीको मठ नै चाहियो। अर्को नम्बरमा हजुरको तुलसीको मठ कुन दिशामा राख्ने भन्ने कुराहरू हजुरहरूको दिमागमा आइदिन सक्दछन्। तुलसीको मठ सदा सर्वदा कि पूर्व दिशा कि उत्तर दिशा अथवा पूर्व र उत्तरको बीच अथवा ईशान्य कोणमा नै राख्नु पर्दछ भनेर शास्त्रमा बताइएको छ। ईशान्य कोण भन्दा अन्यत्र तुलसी छर्न नै हुँदैन, तुलसीको मठ राख्न नै हुँदैन। दक्षिण दिशातिर तुलसी राख्नु सामान्यतया ठिकठाकै मानिन्छ, तर पश्चिम दिशामा चाहिँ राख्नु नै हुँदैन। तर विशेष राम्रो चाहिँ पूर्व उत्तरलाई चाहिँ राम्रो मानिन्छ। अर्को नम्बरमा रहेको छ हजुरको तुलसीको मठ त्यो दिन नै हजुरले पर्सि 11 गतेको दिन नै सकिन्छ भने साफ सफाई गर्ने। तुलसीको हजुरले सिमेन्टहरुका तुलसीको मठ बनाउनु भएको छ भने रङरोगनहरू लगाउने। त्यसै गरी हजुरले माटाको तुलसीको मठ छ भने गोबरहरूले लिप्ने, रातो माटोहरूले लिप्ने, त्यो गरेर साफ सफाई शुद्ध सिंगार्ने किसिमका कर्महरू पनि गर्नुपर्दछ भनेर बताइएको छ। तुलसीका मठका छेउछाउमा हजुरले जुत्ता, चप्पल अथवा फोहोरका किसिमका कुराहरू राख्नु हुँदैन भनेर बताइएको छ। त्यसै गरी हजुरको घरबाट निस्किएको जो ढलको नाली भनिन्छ त्यो पनि तुलसीको मठको छेउछाउ हुनु हुँदैन भनेर बताइएको छ। एकदम शुद्ध चोखनिष्ठता साफ सफाई आदिमा चाहिँ हजुरले अत्यन्त धेरै ध्यान दिनुपर्ने हुन्छ तुलसीको बीज छर्ने बेलामा नै। ओहो, यहाँ त हामीहरूले जुत्ता चप्पल राख्ने छेउ छ, त्यहाँ चाहिँ तुलसी छर्नु हुँदैन, तुलसीको मठ राख्नु हुँदैन भन्ने भाव हजुरको अन्तर हृदयमा चाहिँ राखिदिनु पर्यो। अर्को नम्बरमा जब हजुरले तुलसीको दल राख्नुहुन्छ त्यस पछाडि के गर्नुहुन्छ भन्दाखेरि सधैँ नै नित्य प्रतिदिन नै हजुरले जलहरू चढाउने, सम्भव हुन्छ भने धूपबत्तीहरू बाल्ने, सम्भव हुन्छ भने अलिकति केही नैवेद्यहरू अर्पण गर्ने। त्यसै गरी साँझको समय पनि धूपबत्तीहरू बाल्ने, त्यस्तो स्थानमा चाहिँ तुलसी
छर्नु पर्दछ भनेर बताइएको छ। 1 महिनासम्म हजुरले जुन दिन तुलसी बिरुवा बीज रोपण गर्नुहुन्छ तत्पश्चातबाट नै हजुरको पूजा सुरुवात हुन्छ भनेर बताइएको छ। तुलसीको पात कहिल्यै पनि सकभर तुलसी नरोपिन्जेल यो 1 महिनाको समयमा चाहिँ तुलसीको पात टिप्नु हुँदैन। हामीले के गर्दछौँ, अलि लामो ठुलो भइसक्यो भने अनि हावाले हल्लाउँछ गुल्टिन्छन् भनेर पातहरू टिप्ने गर्दछौँ। पातहरू टिप्नु हुँदैन। यदि टिप्नै पर्यो भने पनि हजुर स्नान